मेरो सानै उमेरमा बिहे भयो। जुन बेलालाई मलाई बिहे भन्ने थाहा थिएन। बुहारीले गर्ने सबै काम गर्ने भन्ने थियो। गाई बस्तु हेर्ने, खाना पकाउने, लुगा धुने। यति गर्दा पनि मेरो श्रीमान परिवारबाट माया पाउन सकिन। श्रीमानले मलाई नराम्रो भनेर पिट्नुहुन्थ्यो। दहेज नलाएको आरोप लगाउनुहुन्थ्यो। एक रात मलाई पिटेर केही समयका लागि बेहोस बनायो। बिहान मलाई परिवारहरू मिलेर मट्टी तेल छर्केर आगो लगाइदियो। मेरो देउरानीलाई मलाई अस्पताल पुर्यायो। अस्पतालमा भन्न लिन मानेन। यो पुलिस केस हो भन्यो। पुलिस आएपछि मेरो परिवारहरू डरायो। उनीहरू मसँग माफी माग्यो। घर लान्छु भन्यो। आधी सम्पत्ति दिन्छु भन्यो। नागरिकता बनाइदिन्छु भन्यो। विश्वास मैले गरेर बयान बदलिदियो। उनीहरूले उपचार गर्न पैसा दिएन। मेरो बुवा पैसा सबै तिर्न सकेन। एउटा संस्थाले मद्दत गर्यो। महिला बस्ने ठाउँमा आएँ। यहाँ आएर आफ्नो दुःख बिर्सेँ। धेरै साथी बनाएँ। खुसी छु। उता गएपछि फर्केर मलाई त्यही याद आउँछ जस्तो लाग्छ।